यो म्याथ आज यो त मैले अस्ति नै गरेर मैले भिडियो हालिसकेको छु। तपाईँले यहाँले मेरो युट्युब च्यानलमा गएर भेट्नुभयो भने यो कसरी गर्ने मैले भनिदिएको छु। अब तलको क्वेसन यो यसको भ्यालु यसको मान चाहिँ कति हो पत्ता लगाउनु पर्छ हामीले। अब यहाँबाट गर्दाखेरि यो यस क्युब प्लस 1/यस क्युब इक्वल टु 5 छ है। यहाँबाट अब यसको एलसिएम लिँदाखेरि कति हुन्छ भन्दाखेरि तल यस क्यु हुन्छ, माथि यस टु द पावर 6 हुन्छ, प्लस 1 हुन्छ, इक्वल टु 5 हुन्छ। यो भनेको चाहिँ के गर्न सकिन्छ भने यस टु द पावर 6 भयो अनि प्लस 1 इक्वल टु 5 यस क्युब लेख्न पाइन्छ। और यस टु द पावर 6 यो उता जान्छ 5 यस टु द पावर क्युब माइनस 1 लेख्न सकिन्छ है। यो हाम्रो चाहिँ यस टु द पावर 6 भनेको चाहिँ यो चाहिँ यो यहाँ लगाएर प्रिन्ट गर्न सकिन्छ। फेरि अब यो यस टु द पावर 6 भनेको चाहिँ यस टु द पावर 6 भनेको 5 यस क्युब माइनस 1 अनि प्लस यो 5 पावर यस क्युबको यसको हुने छ। यो चाहिँ यो यसको ठाउँमा यो हालिदिएको। अब यसलाई यता लाने 5 यस क्युब प्लस 5 पावर यस टु द पावर क्युब हो है। अनि माइनस 1 को माइनस 1 छ। अब यसबाट कमन के आयो 5 कमन आयो, 5 कमन आउँछ। त्यसपछि यस क्युब प्लस 1/यस क्युब छ माइनस 1 को 1 छ। अब यस क्युब प्लस 1/यस क्युब भनेको चाहिँ यहाँ 5 राख्न पाइन्छ। 5 इन्टु 5 माइनस 1 यो भनेको चाहिँ 25 माइनस 1 भनेको 24 चाहिँ यसको एन्सर हुन्छ। यसको एन्सर यस टु द पावर 6 यसको एन्सर चाहिँ भयो है। लाइक सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। धन्यवाद।